हत्याराहरूले अहिलेसम्म जति गरे नि, अहिले यो युवा पुस्ताले गरेको यो नै सुशीला कार्कीहरूले नि माओवादीले गरेकोलाई छुट दिए के? तपाईँ आज प्रधानमन्त्री सुशीला कार्कीलाई होइन सहयोग समर्थन गरेर उहाँलाई काम गर्नको लागि हामीले चाहिँ आज छ म राष्ट्रपतिले गरेको भ्रष्टाचारबाट बचाउन छुट दिन सक्दिनँ। पर्दैन म राष्ट्रपतिले गरेको सफल नबनाउनु उहाँले भ्रष्टाचारीलाई बचाउँदा म छोड्छु? राष्ट्रपतिले भ्रष्टाचार गरेको छ कि सर्वोच्चमा मुद्दा छ मैले हालेको छु। होइन तपाईँले हालेको स्वास्थ्य उपचार खर्च मैले कर तिरेको रकमबाट ल्याउन दिनुहोस् न तपाईँले भनेर हुन्छ खाडीबाट गाडी पठाएको पैसाले गाडी चढ्ने त धेरैले हाल्छन् क्या। मैले प्रमाण सहित हालेको छु। रामचन्द्र पौडेलजीलाई भन्दा तपाईँलाई चित्त दुखो? मलाई के चित्त दुखो? 17,000 मारेको मध्ये 5,000 मैले स्वीकार गरेको छु भनेर भनेको हो किन प्रचण्डले? उनलाई पहिला कारबाही सुरु गर्ने कि अहिले यहाँ फोटो भिडियो हेरेर पुरा जेन्जी पुस्तालाई चाहिँ पक्राउ गर्ने धम्की दिने? ल गर त। यो निर्वाचन यही भनेको रहेको थियो। 46 सालको हाम्रो जनआन्दोलन पछि आन्दोलनले जे भावना लियो नि त्यो आन्दोलनको रगत संविधानभन्दा माथि हुन्छ। होइन यसलाई ग्राउन्ड प्रिन्सिपल भन्छ। सहमति सहकार्यता कुरा गर्नु। यो पूर्व न्यायाधीशहरू र वकिलहरूले पूर्व न्यायाधीश जितेको बेला छ युवाहरूलाई हामीले चाहिँ नि सहयोग गर्नुपर्छ समर्थन गर्नुपर्छ। युवाको रगतलाई पानी बनाएको कुरामा म सहयोग गर्न सक्दिनँ। युवाको रगतमाथि खेलबाड गरेर युवाको रगतमाथि त्यो आहालमा पौडी खेल्दै प्रधानमन्त्री र मन्त्री बन्न जानेहरू र युवाले प्रदेश सरकार भङ्ग गर्नुपर्छ भनेर भनेको कुरा त्यो माग पुरा गरेको खोइ सकिन्न। खोइ पुस्ताको आन्दोलनको हेर्नुहोस् हाम्रो देशमा ठुलो प्रभाव छ। प्रभाव छ। प्रदेश सरकार भङ्ग गर्नुपर्छ प्रभाव छ। भयो खोइ प्रभाव मानेको प्रदेश सरकार भङ्ग गरे खै सरकार ढलेन युवालाई ठगिदिने युवाले ढाले होइन युवाको रगतमा पौडी खेल्दै गरेर मन्त्री प्रधानमन्त्री भएर पुस्ताले प्रधानमन्त्री बनाए युवाको रगतमा मन्त्री प्रधानमन्त्री भएर अनि प्रदेश सरकार भङ्ग गर्नुपर्छ भन्ने माग पुरा नगर्ने विदेशीलाई सहयोग गर्ने के हो? न्यायाधीशलाई पनि कारबाहीको दायरामा ल्याउने गरिकन गर्नुपर्छ भने त खोइ 46 सालमा त संविधान निलम्बन गरेर नयाँ अन्तरिम तयार गरेर तपाईँको अस्ति 62 दिन गरेको यो सरकारले अब भ्रष्टाचारलाई कसरी कारबाही गर्न सक्छ कानुनको कुरा संविधानको कुरा गरिरहेको छु। मलाई राष्ट्रपतिलाई सक्छ? राष्ट्रपति भ्रष्टाचारी हुन् त? मैले हालेको छु त उहाँले स्वास्थ्य उपचारको खर्च लिनु अब तपाईँ पूर्व राजा ज्ञानेशालाई राजा बनाउन चाहनुहुन्छ? म चाहन्छु। तपाईँको चाहिँ म राष्ट्रवादी हुँ अहिलेको मन्त्री प्रधानमन्त्रीले म राष्ट्रवादी हुँ अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीहरूले युवाको रगतमा पौडी खेलेर तपाईँलाई नै पक्राउ गर्ने सूचना जारी गर्दैछन्। म सहयोग गर्छु आउनुहोस् बचाउँछु तपाईँहरूलाई। तपाईँहरूले कुनै चाहिँ दोष लिनु भएको छैन। तपाईँहरूले कुनै अपराध गर्नु भएको छैन। तपाईँको फोटो भिडियो खिच्दै पहिला तपाईँहरूलाई पक्राउ गर्न खोज्दैछन्। पहिला रामचन्द्र पौडेललाई पक्राउ गर्नुपर्छ पहिला प्रचण्डलाई पक्राउ गर्नुपर्छ के उल्टो? पहिला युवालाई पक्राउ गर्ने जेन्जीलाई पक्राउ गर्ने सूचना निकाल्ने के हो? यो निर्वाचन हुनै दिनु हुँदैन। निर्वाचन के भनेर भनेको थियो? होइन तपाईँ निर्वाचनसँग किन डराउनुहुन्छ? म किन डराउने होइन। चुनावमा जानुहोस् एकछिन किन डराउनु भयो उहाँहरू र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउन चाहनु भएन? डराउनु किन भयो? हामी डराएको हो? युवाले के चाहेको थियो? प्रदेश सरकार भङ्ग। किन डराएको? भङ्ग गर्नुहोस्।